नेदरल्यान्ड्स टुरमा क्लिन स्विप नेपालको एकदिवसीय ओडिआई मान्यता जोगाउन सङ्कट। दर्शकबिन नेदरल्यान्ड विरुद्धको एकदिवसीय सिरिजमा बेहोर्नु परेको लगातारको हारसँगै नेपाली क्रिकेट टोलीको आइसिसी मेन्स वर्ल्ड कप लिग 2 यात्रा निकै कठिन मोडमा पुगेको छ। हिजो जुलाई 29 गते भएको अन्तिम खेलमा नेदरल्यान्डसँग 57 रनले पराजित भएसँगै नेपाल सिरिजमा क्लिन स्विप हुन पुगेको छ। यो बिर्सन लायक प्रदर्शनले नेपाली क्रिकेट समर्थकहरूलाई निराश मात्र बनाएको छैन, बहुमूल्य एकदिवसीय ओडिआई मान्यता नै गुम्ने गम्भीर खतरा बढाएको छ। दर्शकबिन नेपाल क्रिकेट टिमको खराब ब्याटिङ र लगातारको हारसँगै यस सिरिजका सबै खेलमा ब्याटिङ लाइनअप पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ। नेदरल्यान्डले दिएको मध्यम लक्ष्यहरू पछ्याउने क्रममा पनि नेपाली ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। पहिलो खेलमा 6 विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा 226 रनको लक्ष्य पछ्याउँदा मात्र 168 रनमा अल आउट हुन पुगेको थियो। बलरमा करण केसीले 4 विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ चल्न नसक्दा नेपालले खेल नेदरल्यान्डलाई सुम्पिनु परेको थियो। दर्शकबिन आइसिसी लिग 2 को अङ्क तालिकामा नेपाल लगातार तल खस्किँदै गइरहेको छ। यो प्रतियोगिताको नियमअनुसार अङ्क तालिकाको पुच्छारमा रहने टोलीहरू सिधै रिलिगेसन तल्लो डिभिजनको जोखिममा पर्छन्। लिग 2 को शीर्ष टोलीहरूले मात्र आफ्नो ओडिआई मान्यता सुरक्षित राख्दै विश्वकप छनौट खेल्न पाउँछन्। नेपालले लगातार खेलहरू गुमाउँदा अङ्क तालिकाको पुच्छारतिरै सीमित हुनुपर्ने स्थिति आएको छ, जसले गर्दा 2027 सम्म रहने भनेको यो ऐतिहासिक ओडिआई हैसियत सङ्कटमा परेको छ। दर्शकबिन नेपाल क्रिकेट टिमको अबको बाटो र चुनौती। नेपालको लागि यो सिरिज एकदमै दुःखदायी र पाठ सिक्नुपर्ने खालको रहेको छ। यदि नेपाली क्रिकेट टोलीले आफ्नो ब्याटिङ कमजोरीलाई तत्काल सुधार गरेर आगामी खेलहरूमा कमब्याक गर्न सकेन भने नेपाली क्रिकेटले वर्षौंको मेहनतपछि पाएको ओडिआई मान्यता गुमाउनु पर्ने चितो यथार्थको सामना गर्नुपर्नेछ। हाल नेपाल अङ्क तालिकाको 6औं स्थानमा रहेको छ। दर्शकबिन आशा छ नेपाल क्रिकेट टिमले आगामी खेलहरूमा राम्रो प्रदर्शन गर्नेछ। दर्शकबिन अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया नेपाल स्पोर्ट्स हबलाई सब्स्क्राइब गरेर साथ दिनुहोला। दर्शकबिन अहिलेलाई यति नै। धन्यवाद, नमस्कार।